आम्बो के हो अक्सिस पनि सकेछ त हौ तेरिका बो आजभोलि त मुर्गा पनि भेटिँदैन त हौ फसाउने यार। त्यही त भनेको कोही मुरा पो छैन त हो यार। हामी अनि के हामी त अनि लन्ठे भएको कामै भएन त अनि फटाफट के मुर्गा भेटियो यार। भयो मुर्गा भेटियो नि। अब त्यसलाई चाहिँ म फसाउँछु आइज ओ साथी अनि के हो? अनि साथी आज धेरै भयो क्या आज साथी तिमी साथी जाने टाइममा के रक्सी हाल्नु फेरि 6 महिना खम्न त हो साथी हिँड न अनि किनै छाप्छौ त ए साथी मजाले बिहानदेखि टिपमा हो नि त हो जहिले हामी चाहिँ रक्सी ल्याउँछौँ ल रक्सी अन्त साथी लिएर आउनु त म यहाँ बस्दै गर्छु नि त ल साथी तिमी यहीँ बस्दै गर है हामी चाहिँ रक्सी ल्याएर आउँछौँ ल रक्सी ल ल साथी लिएर आउनु न म यहाँ बस्दै गर्छु नि त ल मेरो फोन कहाँ गयो एला जुत्ता बसेछ ला फोन कहाँ गयो मेरो साथी तँलाई थाहा छ अब यसलाई टक्क कुकुरको मुख खुवाउनुपर्छ ल साथी साथी ल कुकुरको मुत त भन्नु त भनिस् कुकुरको मुत चाहिँ कहाँबाट ल्याउनु हो हामी? अब यसो गाउँतिर हेर्दा त ठ्याक्कै सोलो डोलो तेरै मिलेको छ कुकुरको अनुहार जस्तो आइज कुत्ताले म देखाउँछु कहाँनिर यी मुद्रै लिएर जान्छ हेर्न मुत त तिरेर आयो के हो अनि धेरै दिन भयो के हाल्नु म त चुप हतेर झुकाउनु पर्छ ल्याइदिउँ दाले त रक्सी हेर त रक्सी यहाँ खाने न भित्र खान्छ चप्पल फुकालो फोर हुन्छ यार चप्पल फुकाल्नु टक्कसले म मात्र नहुने आउ गिलास लिएर अहिले जा गिलास लिएर आइज छिटो लिएर आइज साथी यो चाहिँ टक कसैलाई कटुवा हो होइन यो चाहिँ यति मात्रै ल खाऊ ए होइन होइन अहिले नखाऊ एकछिनमा थोरै अब फेरि सक्छौ ल्याउनु साथी ल्याउ साथी के को मुत हो यो कुकुरको मुत हाल्छ कि क्या हो साथी के को कुकुरको मुत हुन्छ हौ साथी झ्याप A few moments later. आम्बो यिनीहरू त मलाई रक्सी भनेर होइन के पो खुवाउँदैछ हौ ओए ओए डले डले म त ल ल ल होइन तैँले त 20 भइस के हो नो थोरै तिते पाती मात्र खुवाएको यार मैले उठ ल म चाहिँ भनिदिन्छु है ल यसैको होस् म त भनिदिन्छु है यसलाई त हस्पिटल लगेर जान आउँथ्यो नत्र त म त बिचोक म त जेल पनि जान सक्छु ला होइन यो मरे कि बाँच्यो हो किन यो तपाईँको विश्वास नगरौँ भनेको फसे मात्रै यसलाई डक्टरकोमा लगेपछि सब ठिक हुन्छ साहब आम्मा म यो डाक्टर साहब त सुतेछ नि त यहाँ ओ डाक्टर डाक्टर चाहिँ कति सुत्नु पर्ने डाक्टर डाक्टर के भयो डाक्टर यहाँ हेर्नु न ला के भयो यो त के उठ्दैन त झ्यापट अघिदेखि कोमा गइरहेको छ यो म चाहिँ गर्छु ल ल गर्नुहोस् त डाक्टर साहब यो ला अनि यसलाई के गरेको तिमीहरूले खै के भएर बेहोस भएको ला खै डाक्टर साहब कहाँ नाकमा हालेको हो डाक्टर छातीमा पो त ल हो नि हो ला इट्स इन भेरी क्रिटिकल गो एन्ड ब्रिङ द मेडिसिन यहाँ मैले लेखेपछि लिएर आऊ छिटो ल्याऊ है फेरि आई एम गोइङ टु मेलास्टेस म त डक्टर पनि होइन अब यसलाई के गर्नुपर्ने
यसले केही भएको छैन ठिकै छ के भएको यसलाई ला के भएको यसलाई होइन पेटमा अपरेसन गर्ने भने किन गेडामा चाहिँ अपरेसन गरेको यो डक्टरले चाहिँ तपाईँ त ल्याए बिरामी त निको हुन्छ र डक्टर ओ होइन आम्बो ढल्ने मान्छे चाहिँ उठिरहेछ उठ्ने मान्छे चाहिँ ढलिरहेछ त आम्बो ओ डक्टरले चाहिँ के गरिस् हो म डक्टरले नि क्या अनि म बेहोस भएको थिएँ पेटमा अपरेसन गर्न गेडामा गरेपछि हुन्छ नि भएको थिएँ पेटमा अपरेसन गर्न गेडामा गरेपछि हुन्छ नि बेहोस भयो नि उ त ला अब डक्टरले चाहिँ कसरी निको पाल्ने डक्टर कहाँबाट बोलाउनु के गर्नु लाग्दिन हामी लाग्दैन नमस्ते सबैजनाले होइन आजको हाम्रो भिडियो तपाईँले कस्तो लाग्यो अन्तसम्म हेरेर साथ दिनु होला र होइन हाम्रो यो कमेडी भिडियो तपाईँले कमेडी लाग्यो भने पक्कै पनि तपाईँले कमेन्ट गर्नु होला र तपाईँ नयाँ हुन्छ भने सब्सक्राइब सबैले हान्नु लगाइस होइन र आगामी दिनमा हामीले यस्तै गरी भिडियो ल्याउने छौँ होइन र सो गाइज बाई बाई